सोच्नुस् त तपाईँ 1 महिनापछि अस्पतालको बेडमा बिउझनुहुन्छ र देख्नुहुन्छ कि पुरै संसार खाली छ। न कोही मान्छे न कुनै आवाज। तर जब तपाईँ बाहिर निस्कनुहुन्छ तपाईँले थाहा पाउनुहुन्छ कि तपाईँ एक्लै हुनुहुन्न। भोकले पागल भएका हजारौं मानिसहरू तपाईँको रगत पिउन पर्खिरहेका छन्। आज म एउटा यस्तो मुभीको एक्सप्लेनेसन लिएर आएको छु जसले जोम्बीको परिभाषा नै बदलिदियो। 28 डेज लेटर, एक डरलाग्दो, तनावपूर्ण र सोच्न बाध्य बनाउने जोम्बी मुभीको पूरा कथा। हेलो एन्ड नमस्कार, वेलकम टु थ्रिल एन्ड रिभिल, जहाँ म तपाईलाई थ्रिलर र मिस्ट्री मुभीको डिटेल एक्सप्लेनेसन दिनेछु। आजको भिडियोमा म एक्सप्लेन गर्दैछु 28 डेज लेटर। 2002 मा रिलिज भएको यो मुभीले आइएमडिबीमा पाएको छ इम्प्रेसिभ 7.5 रेटिङ। मुभी सुरु हुन्छ एउटा रिसर्च सेन्टरको ल्याबबाट। यहाँ केही चिम्पान्जीहरूमा एक भाइरसको एक्सपेरिमेन्ट चलिरहेको छ। त्यसैले यी चिम्पान्जीहरूलाई पिञ्जरामा कैद गरेर राखिएको छ। यहाँ केही एनिमल राइट एक्टिभिस्टहरू चोरी छिपी ती चिम्पान्जीहरूलाई बचाउन ल्याबमा घुस्छन्। यतिकैमा ल्याबको वैज्ञानिक पनि त्यहाँ आइपुग्छन् र उनीहरूलाई देखेर तुरुन्तै सेक्युरिटीलाई खबर गर्न खोज्छन्। तर ग्रुपकै एक व्यक्तिले उनलाई रोकिदिन्छन्। वैज्ञानिकले उनीहरूलाई चेतावनी दिन्छन्, यी चिम्पान्जीहरूलाई नछुनु र नछोड्नु पनि। यिनीहरू इन्फेक्टेड छन् र हाइली कन्टाजियस छन्। ग्रुपबाट एकले सोध्छन् केबाट इन्फेक्टेड छन्। वैज्ञानिकले भन्छन् रेज भाइरसबाट। ल्याबमा रेज भाइरसको परीक्षण भइरहेको हुन्छ। यो भाइरसले मानिसलाई अत्यन्तै आक्रामक, हिंस्रक र नियन्त्रण बाहिर बनाइदिन्छ। यसको इन्फेक्सन ब्लड र सलाइभाबाट सर्ने गर्छ। तर यहाँ वैज्ञानिकले दिएको चेतावनी ढिलो भइसकेको हुन्छ। एक चिम्पान्जी पिञ्जराबाट छुट्छ र त्यहाँ भएका व्यक्तिहरूलाई आक्रमण गर्न थाल्छ र केही सेकेन्डमा नै भाइरसको असर मानिसमा पनि देखिन थाल्छ। अब कथा सर्छ मुभीको मेन क्यारेक्टर जिमतिर। जिम बाइसाइकलमा कुरियरको काम गर्ने हुन्छ। ऊ एक एक्सिडेन्टमा परेपछि 28 दिनदेखि अस्पतालमा कोमामा हुन्छ। जब ऊ होसमा आउँछ अस्पताल सुनसान हुन्छ। कुनै डाक्टर छैन, कुनै बिरामी छैन, छ त केवल सन्नाटा। जिम अस्पतालबाट बाहिर निस्कन्छ। लन्डन सहर पुरै खाली छ। सडकहरू रित्तिएका छन्, कारहरू थन्किएका छन्। पोस्टरहरूमा लेखिएको छ इभ्याकुएसन, इन्फेक्टेड, हेल्प। बोर्डहरूमा हराएका मानिसहरूको अनेकौं तस्बिरहरू राखिएको छ। यो सब देखेर जिम डराउन थाल्छ। उसले बाटोमा छरिएका केही खानेकुराहरू उठाएर झोलामा बोक्छ र केही पैसा पनि उठाउँछ। तर उसलाई थाहा छैन कि अब यो पैसाको कुनै महत्त्व रहेन। हिँड्दै जाँदा ऊ एक चर्चभित्र पस्छ। त्यहाँ एकदम सन्नाटा हुन्छ। त्यसपछि उसले देख्छ मानिसको शरीरको थुप्रो। ऊ अझ डराउँछ र कोही छ कि भनेर आवाज दिन्छ। अनि चर्चको ढोकाबाट त्यहाँका पादरी आउँछन्। उनको चाल र आवाज अजीब हुन्छ। उनी सिधै जिमतिर आएर जिमलाई आक्रमण गर्न खोज्छन् र अचानक अरू पनि संक्रमितहरू यानि जोम्बी जिमको पछि पर्छन्। यी जोम्बिज ढिला छैनन्, यी दौडन्छन्, चिच्याउँछन् र मार्न खोज्छन्। जिम मुस्किलले भाग्दै हुन्छ। यतिखेर यहाँ दुईजना सर्भाइभर सेलेना र मार्क आउँछन्। उनीहरूले ती जोम्बिजलाई जलाइदिन्छन् र जिमलाई बचाएर आफूसँग लिएर जान्छन्। यहाँसम्म पनि जिमलाई केही आइडिया छैन कि यो सब के भइरहेको छ। सेलेना निकै कठोर छिन्, या भनौँ समय र परिस्थितिले उनलाई कठोर बनाइदिएको छ। उनी भन्छन् यहाँ कुनै दया माया छैन। सँगै हिँडिरहेको साथी पनि संक्रमित भएमा 10 सेकेन्डभित्र नै मार्नुपर्छ। यसले हामीलाई देखाउँछ यो संसारमा मानवता भन्दा बाँच्ने नियम बलियो भइसकेको छ। सेलेनाले भाइरसको बारेमा जिमलाई बताउँछिन्। पहिले भाइरसको टिभीमा न्युज आइरहेको थियो अनि साना गाउँहरूमा भाइरस फैलिन थाल्यो। त्यसपछि भाइरस न्युजमा र साना गाउँहरूसम्म मात्र सीमित रहेन, आफ्नो सहर, गल्ली र घरसम्म आइपुग्यो। इन्फेक्टेडको बाइटबाट र ब्लड कन्ट्याक्ट भयो भने यो भाइरस सर्ने गर्छ र केही सेकेन्डमा नै असर देखा पर्छ। भाइरसको कुनै मेडिसिन, कुनै क्योर छैन। मिलिट्री, गभर्मेन्ट कसैले केही गर्न सकेनन्। जब सहर खाली गराउन सुरु गरियो धेरै अबेर भइसकेको थियो। भाइरस सबैतिर फैलिसकेको थियो। अब न त कुनै मिलिट्री छ न त कुनै गभर्मेन्ट, इलेक्ट्रिसिटी, रेडियो केही पनि बाँकी छैन। मार्क र सेलेनाले आफ्नो परिवार पनि भाइरसकै कारण गुमाइसकेका हुन्छन्। उनीहरू बताउँछन् कि गत 6 दिनमा उनीहरूले नन इन्फेक्टेड मान्छे भेटेको भनेको जिम मात्र हो। सेलेनाले जिमलाई भन्छन् तिम्रो फ्यामिली पनि पक्कै जीवित छैन। तर पनि जिम आफ्नो परिवारलाई भेट्न आफ्नो घर जाने जिद गर्न थाल्छ। यस्तो परिस्थितिमा एक्लै हिँड्न र राति हिँड्न गाह्रो हुने भएकाले भोलिपल्ट उज्यालो भएपछि उनीहरू तिनैजना जिमको घरतिर लाग्छन्। घर पुगेर जिम देख्छ कि उसको आमा र बाबाले आत्महत्या गरेका
भएका थिए र उनीहरूको मृत शरीर बेडमा थियो। जिमको प्यारेन्ट्सले उसका लागि एउटा म्यासेज छाडेका थिए। लेखिएको थियो, जिम, हामीले प्रेम साथ तिमीलाई निदाएको छोड्यौं र अब हामी पनि तिमीसँगै निदाउँदैछौँ। तिमी कहिले पनि नबिउजनु। यो देखेर जिम निकै दुखी हुन्छ र रुन थाल्छ। उनीहरू जिमकै घरमा बसेका हुन्छन्। रातमा उनीहरूलाई एउटा जोम्बीले आक्रमण गर्छ जो जिमकै छिमेकी हुन्छन्। त्यस जोम्बीसँगको फाइटमा मार्क पनि इन्फेक्टेड हुन्छ। यो देख्न साथ सेलेनाले मार्कलाई पनि मारिदिन्छन्। अब सेलेना र जिम मात्र छन्। उनीहरू घरबाट निस्कन्छन् किनकि अब यो स्थान सुरक्षित थिएन। उनीहरू अँध्यारो रात र सुनसान सडकबाट जाँदै हुन्छन्। जाँदै गर्दा जिमले एक बिल्डिङमा लाइट बलेको देख्छ र उनीहरू कोही सर्भाइभर हुन सक्ने सोचेर त्यस बिल्डिङतर्फ लाग्छन्। बिल्डिङमा चढ्दै गर्दा उनीहरूलाई त्यहाँ भएका जोम्बिजको झुन्डले आक्रमण गर्छन्। यहाँ एक फ्र्याङ्क नामको व्यक्ति आएर उनीहरूलाई बचाउँछन् र आफ्नो घरमा लिएर जान्छन्। अघि जिम र सेलेनाले देखेको लाइट बलेको घर फ्र्याङ्कको नै थियो। फ्र्याङ्कसँग उसको छोरी हेना पनि थिइन्। अब सानो समूह बन्छ। फ्र्याङ्कको रेडियोमा मिलिट्रीद्वारा प्रसारित सूचना आएको हुन्छ जसमा भनिएको हुन्छ, भाइरसको उपचार छ, हामीसँग डिफेन्सको लागि हतियार पनि छ, त्यसैले यो म्यासेज सुन्नुहुँदैछ भने हामी कहाँ आउनुहोस्, यहाँ हामी सबै सुरक्षित रहनेछौँ। यस्तो भनेर ठेगाना पनि छोडिएको हुन्छ। फ्र्याङ्क र हेना त्यहाँ जान चाहन्छन् तर सेलेनालाई भने यो प्रसारण धेरै अघिको हो र अहिलेसम्म त्यहाँ कोही पनि जीवित छैनन् भन्ने लाग्छ र यस्तो परिस्थितिमा बाहिर यात्रा गर्न सुरक्षित पनि छैन भन्छन्। हेना र फ्र्याङ्क भन्छन् सुरक्षित त यहाँ पनि छैन, तर म्यासेजमा भनिए जस्तो हो भने हामी त्यहाँ सुरक्षित रहनेछौँ। त्यसपछि उनीहरू रेडियोमा भनिएको स्थानतिर जाने निर्णय गर्छन् र गाडी लिएर निस्कन्छन्। जाँदै गर्दा उनीहरूको अगाडि एउटा टनल आउँछ। जिम भन्छ यो बाटो सुरक्षित छैन, हामी अरू कुनै खुला बाटोबाट जाउँ। तर यो बाटोबाट जाँदा चाँडो पुगिने भएर उनीहरू टनलको बाटो नै रोज्छन्। टनलभित्र एकदमै अँध्यारो हुन्छ र त्यहाँ अनेकौं अलपत्र भएका गाडीहरू पनि हुन्छन्। टनलको बीचमा पुगेपछि उनीहरूको गाडीमा समस्या आउँछ। उनीहरू गाडीबाट ओर्लेर गाडी ठिक गर्दै हुन्छन्। यत्तिकैमा अनेकौं जोम्बिज उनीहरूतर्फ दौडेर आइरहेको देखिन्छ। जोम्बिज नजिक आउनु अघि नै गाडी ठिक गरेर उनीहरू त्यहाँबाट निस्कन्छन्। केही अगाडि आएर एक मलबाट प्रशस्त खानेकुरा लिन्छन् अनि गाडीको लागि फ्युल पनि लिन्छन्। यसरी नै 2-3 दिनको यात्रापछि उनीहरू रेडियोमा भनिएको स्थानमा पुग्छन्। तर यहाँ पुगेपछि उनीहरू देख्छन् कि यहाँ त कोही पनि छैन र यो ठाउँ एकदम सुनसान छ। पुरै सहर जलिरहेको छ। यो देखेर उनीहरू निराश हुन्छन्। सेलेना भन्छन् यहाँ कोही छैन, यहाँबाट फर्किहालौँ। फ्र्याङ्क पनि वरिपरि हेर्छन् र हताश भएर एक ठाउँमा बस्छन्। त्यहाँ उनले एक कागले मृत शरीर खाइरहेको देख्छन् र त्यो काग धपाउन खोज्दा लासबाट एक थोपा रगत फ्र्याङ्कको आँखामा पर्छ र केही सेकेन्डमा नै ऊ पनि इन्फेक्टेड हुन्छन्। इन्फेक्टेड भएपछि जिमले फ्र्याङ्कलाई मार्न खोज्छन् किनकि अब फ्र्याङ्कलाई मार्नु बाहेक कुनै विकल्प छैन उनीहरूसँग। जिमले फ्र्याङ्कलाई मार्ने लागेका हुन्छन् कि त्यति बेलै सेनाका मानिसहरू आएर फ्र्याङ्कलाई गोली हानेर मार्छन्। हेना आफ्नै आँखा अगाडि बुबालाई गुमाउँछे। यो दृश्यले देखाउँछ यो भाइरसले केवल शरीर होइन मानव भावना पनि मार्छ। त्यसपछि सेनाका मानिसहरूले जिम, सेलेना र हेन्नालाई क्याम्पमा लिएर जान्छन्। क्याम्पमा पुगेपछि उनीहरूलाई मेजर हेनरीले स्वागत गर्छन्। भाइरसको उपचार अहिलेसम्म नभेटिए तापनि क्याम्पको वरिपरि सुरक्षा व्यवस्था राम्रो भएकाले जोम्बिज आउन सक्दैनन् र आइहाले पनि साइरेन बज्नेछ र अगाडि नै हामीलाई थाहा हुन्छ, त्यसैले तपाईहरू यहाँ सुरक्षित रहनुहुनेछ भनेर विश्वास दिलाउँछन्। मेजर हेनरीले जिमलाई क्याम्प देखाउँछन्। यहाँ एक ठाउँमा मिलर नामको इन्फेक्टेड आर्मीलाई चेनले बाँधेर राखिएको हुन्छ, यो जान्नको लागि कि इन्फेक्टेड कति समयसम्म बिना खाना पानी बाँच्न सक्छन्। त्यसपछि सबैजना खाना खाइरहेको हुन्छन्। यतिखेरै साइरेन बज्छ। जोम्बिज क्याम्पको घेराभित्र छिरेको थाहा हुन्छ। सेनाहरू बाहिर जान्छन् र सबै जोम्बिजलाई समाप्त गरेर आउँछन्। तर जब सेनाहरू भित्र आउँछन् उनीहरूले सेलेना र हेनासँग दुर्व्यवहार गर्न थाल्छन्। पहिले सुरक्षित लागेको भए तापनि बिस्तारै साँचो कुरा बाहिर आउँछ। मेजर हेनरीको सोच महिलाहरूको गलत फाइदा उठाउने हुन्छ। रेडियोमा प्रसारण गरिएको सबै कुरा झुटा हुन्छन्। अब खतरा जोम्बिज मात्र होइन, मानिस नै मानिसको शत्रु बनिसकेका छन्। क्याम्पको वास्तविकता जानेपछि जिम आश्चर्य र रिसले भरिन्छ अनि हेना र सेलेनालाई लिएर क्याम्पबाट भाग्न प्रयास गर्छ।
क्याम्पमा फेरेल नामका एकमात्र असल सेना हुन्छन्। उनले जिम, सेलेना र हेन्नालाई बचाउन प्रयास गर्छन्, तर अरू सेनाका व्यक्तिहरू आउँछन् र जिम र फेरेललाई नै बन्धक बनाएर एउटा कोठामा बन्द गरिदिन्छन् अनि हेन्ना र सेलेनालाई पनि भिन्दै कोठाभित्र राख्छन्। जिम र फेरेल सँगै रहँदा फेरेलले जिमलाई बताउँछन् यो भाइरस पहाड र समुद्र पार गर्न सक्दैन, यहाँबाट बाहिर संसार बाँकी छ, सबै सकिएको छैन। तर मेजर यो कुरा विश्वास गर्दैन र ऊ यहाँ आफ्नै संसार बनाउन खोज्दैछ। त्यसपछि सेनाका 2 व्यक्तिहरू आएर जिम र फेरेललाई मार्नको लागि जङ्गलमा लिएर जान्छन्। यहाँ उनीहरूले फेरेललाई त मारिदिन्छन्, तर जिम भने आफ्नो ज्यान जोगाई भाग्न सफल हुन्छ। भाग्दै जाँदा जिमलाई चोट लागेर जमिनमा लड्छ। यति बेला उसले आकाशमा प्लेन उडिरहेको देख्छ। अब उसलाई अघि फेरेलले भनेको कुरा याद आउँछ र विश्वास हुन्छ कि साँच्चै संसार सकिएको छैन, अरू पनि सर्भाइभर छन् र उनीहरूले जिम, सेलेना र हेन्नालाई बचाउन सक्छन्। यसपछि जिममा जीवनप्रति अझ आशा बढेर आउँछ र ऊ अब हेन्ना र सेलेनालाई बचाउन क्याम्पतिर लाग्छ। जिमले गएर पहिले इन्फेक्टेडको लागि राखिएको साइरेन बजाइदिन्छ। साइरेन सुनेर मेजर हेनरी केही सेना लिई जोम्बिजलाई मार्न भनेर बाहिर लाग्छन्। जिमले मेजर हेनरीसँग गएका सबै सेनालाई मारिदिन्छ, तर मेजर भने भागेर क्याम्पतिर लाग्छ। यता जिम क्याम्पमा आउँछ र बाँधेर राखिएको इन्फेक्टेड सेना मिलरलाई छोडिदिन्छ। मिलरले क्याम्पमा भएका सेनालाई एक गरेर इन्फेक्टेड बनाइदिन्छ। यो बीचमा सेलेना र हेन्ना पनि एकअर्काबाट छुट्टिन्छन्। एक सेनाले सेलेनालाई कब्जा गरेर राखेको हुन्छ। जिमले त्यो सेनालाई पनि मारिदिन्छ र सेलेनालाई बचाउँछ, तर यहाँ जिमलाई हेर्दा लाग्छ कि जिम पनि इन्फेक्टेड भइसक्यो र सेलेनालाई पनि यस्तै लाग्छ। तर सेलेनालाई चाँडै थाहा हुन्छ कि जिम इन्फेक्टेड भएको हुँदैन। जिमले आफूले देखेको प्लेनको कुरा सेलेनालाई बताउँछ। यति बेलासम्म सेलेना र जिमले एकअर्कालाई मन पराउन थाल्छन्, तर यति बेलै अचानक हेन्नाले पछाडिबाट आएर जिमलाई शिरमा बोतलले प्रहार गर्छिन्। उनलाई लाग्छ कि जिम इन्फेक्टेड भइसक्यो र सेलेनालाई एट्याक गर्न लाग्दैछ, तर सेलेनाले जिम इन्फेक्टेड छैन भनेर हेन्नालाई बताउँछिन् र जिमलाई पनि धेरै चोट लाग्दैन। त्यसपछि तिनैजना त्यहाँबाट बाहिर निस्कन्छन् र गाडीमा चढ्नै लागेका हुन्छन्, तर त्यस गाडीमा मेजर हेनरी अगाडि नै आएर बसिरहेको हुन्छ। उसले जिमलाई गाडीको ढोका खोल्न साथ सुट गरिदिन्छ। यहाँ हेन्नाले चलाखीपूर्ण तरिकाले मेजर बसेको गाडीलाई पछाडि लान्छिन्, जहाँ मिलर आइरहेको हुन्छ। मिलरले गाडीबाट मेजरलाई तानेर लैजान्छ र मेजर हेनरीको यही अन्त्य हुन्छ र त्यसपछि उनीहरू त्यहाँबाट निस्कन्छन्। जिम गम्भीर घाइते भएको हुन्छ। उसलाई सेलेनाले एउटा इन्जेक्सन लगाइदिन्छन्। मुभीको अन्त्यमा हामी एउटा ठुलो परिवर्तन देख्छौँ। स्क्रिनमा फेरि लेखिन्छ 28 डेज लेटर। हामी देख्छौँ जिम, सेलेना र हेन्ना एउटा दुर्गम पहाडी भेगको सानो घरमा बसिरहेका छन्। जिम अब पूर्ण रूपमा निको भइसकेको छ। उनीहरूले एउटा विशाल सेतो कपडामा ठुलो अक्षरले हेल्लो लेखेर भुइँमा बिछ्याएका हुन्छन्। त्यो बेला आकाशमा एउटा फाइटर जेट उडिरहेको देखिन्छ। पाइलटले जमिनमा लेखिएको त्यो सन्देश देख्छन् र मद्दतको लागि सङ्केत गर्छन्। यसले के प्रमाणित गर्छ भने भाइरसले पुरै संसार सिद्ध्याएको छैन। बेलायत बाहिरको संसार अझै सुरक्षित छ र संक्रमितहरू पनि बिस्तारै भोकले मरिरहेका छन्। 28 डेज लेटरको अन्त्यले हामीलाई एउटा महत्त्वपूर्ण पाठ सिकाउँछ। भाइरसले मानिसलाई जनावर त बनाउँछ नै, तर डर र शक्तिले गर्दा सामान्य मानिसहरू पनि जोम्बी भन्दा खतरनाक हुन सक्छन्। जिम, सेलेना र हेन्नाको यो यात्रा केवल जोम्बीबाट बच्ने मात्र थिएन, यो मानवता र आशा जीवित राख्ने सङ्घर्ष थियो। यो थियो 28 डेज लेटरको फुल एक्सप्लेनेसन। यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक गर्नुहोस् र यसको दोस्रो भाग 28 विक्स लेटर पनि म चाँडै नै अपलोड गर्नेछु र यसको तेस्रो भाग 28 इयर्स लेटर पनि अलरेडी च्यानलमा अपलोडेड छ।